मत्ती 6 को 25 देखि 34 सम्म यसरी लेखिएको छ, यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउला के पिउला भनी आफ्नो प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? आकाशमा चराचुरुङ्गीहरूलाई हेर, तिनीहरू न त बिउ छर्छन्, न अन्न कटानी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिनीहरू भन्दा बढी मूल्यवान छैनौ र? तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्छौ? मैदानका लिली फुललाई हेर, ती कसरी बटुल्दछन्, तिनीहरूले न परिश्रम गर्दछन् न धागो काट्दछन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा वैभव तिनीहरूमध्ये एउटा जाति आभूषित थिएन। आज हुने र भोलि अघिनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने के ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढी उहाँले पहिराउनु हुने छैन र? यसकारण के खाउला कि के पहिरौला भनी फिक्री नगर, किनभने अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिनीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। आमेन।